तपाईले कुन विषय पढाउनुहुन्छ? तपाईलाई किन चाहियो? चाहिन्छ र? चाहिन्छ। तपाई कहाँ आउनु भएको छ अहिले? आन्दोलनमा तपाई विषय सोध्ने हो कि आन्दोलनको मोडालिटीको बारेमा सोध्ने हो? 30 दिनसम्म हामी 29 दिनसम्म हामी मैदानमा छौं। तपाई विषय सोध्नुहुन्छ। पहिला पत्रकारिता पढेर आउनुस् अनि बल्ल। हैन नि म्याम, तपाईको धर्मै थाहा छ। हो थाहा छ हामीलाई। धर्मै थाहा छैन। थाहा छ म्याम, थाहा छ। मेरो विषय किन चाहियो अहिले? यो आन्दोलनमा विषय म भन्छु नि किन चाहियो। किन भन्दाखेरि तपाईलाई हामीले विषयगत क्वेशन सोध्ने होइन, तर पनि एउटा छ हामीलाई सोध्ने एउटा आधार बन्छ के म्याम। आज तपाई मलाई आन्दोलनको विषयमा सोध्नुस्। हामी आन्दोलनमा केन्द्रित छौं। हामी कक्षामा कुन विषय पढाउँछौं भन्ने कुरो अहिलेको यो सान्दर्भिक विषय होइन है। मैले हिजो पनि जवाफ दिइसकेको छु, आज पनि तपाईले मलाई यो क्वेशन नसोध्नु। किन सोध्ने कुरा छु भन्दाखेरि नेपालीहरु यो भन्दै गर्दा सुन्नुस् है, यो भन्दै गर्दा हामी चाहिँ विषयवस्तुमा कमजोर भएर तपाईले सोधेका प्रश्नको उत्तर दिन नसक्ने भएर मैले विषय नभनेको होइन। यही देखियो नि त म्याम। तपाईले यो अहिले हामी यहाँ यो आन्दोलनको मैदानमा विषयवस्तु सोध्न आएको हो। विषयवस्तु हामी कुन विषय पढाउने भनेर आएको तपाईलाई? विषयवस्तुमा के सरकार छ यो आन्दोलनको? म भन्छु के सरकार छ। एकछिन हामीले गर्ने प्रश्नहरुमा सरकार छ म्याम। तपाईले मलाई क्वेशन सोध्यो, मलाई बोल्न दिनु पर्यो क्या? बुझ्नुभयो नि? तपाईले मलाई बोल्न दिनुहुन्छ भने हुन्छ, हैन भने जानुस्। बोल्नुस् न। आन्दोलन आज 29 दिनसम्म छौं। हामी कुन पीडामा छौं, कुन समस्यामा छौं हामी? तपाई विषय सोधेर बस्नुहुन्छ। तपाई त समाजलाई सुसूचित गर्ने व्यक्ति हो नि त, राज्यलाई सुसूचित गर्ने व्यक्ति हो। तपाईहरु विषय सोध्ने, विषयसँग लक्षित भएर अनि कुनै विषयवस्तु सोधेर शिक्षकलाई चाहिँ कमजोर देखाएर नङ्ग्याउन खोज्दै हुनुहुन्छ। म्याम तपाईले कुन विषय अध्यापन गराउनुहुन्छ? आन्दोलन विरोधी हो तपाईहरु। तपाईहरु आन्दोलन विरोधी हो, बुझ्नुभयो? हामीलाई कमजोर देखाउने हरेक ठाउँमा तपाई कुन विषय पढाउनुहुन्छ म्याडम भन्ने, अनि विषयसँग लक्षित भएर कुन साहित्यकारले कुन कृति हुन् भन्ने। आन्दोलनसँग त्यसको अर्थ के रहन्छ? टिचरलाई नङ्ग्याएर तपाईहरुले के पाउनुहुन्छ? हाम्रो आन्दोलनलाई कमजोर बनाउन खोज्नु भएको? म्याम तपाईलाई हामीले नङ्ग्याउँछौ भनेर कहिले भन्यौ? हैन, 30 दिनसम्म तपाई 29 दिनसम्म सडकमा आएका शिक्षकहरु कुन व्यथामा होलान्, कुन पीडामा होलान्, तपाईहरुले चाहिँ कसरी संघर्ष गरिरहनु भएको छ, आन्दोलनको लक्ष्य उद्देश्य कतिको प्राप्त हुने अवस्थामा तपाईहरु हुनुहुन्छ, खोइ त्यो कुराहरु सोध्नु भएको? आन्दोलन ठीक छ, म लान्छु नि म्याम। मेरो कुराकानीको शैली नै यही हुन सक्छ। तपाईले कुन विषय पढाउनुहुन्छ भन्ने कुरा एकछिन न म्याम। शिक्षकहरुमाथि एकदम शिक्षकलाई कमजोर देखाउने, हरेक ठाउँमा शिक्षकलाई झुकाउने, शिक्षकलाई कमजोर देखाउने। कहिलेकाहीँ शिक्षक टाउको दुख्या हुन्छ, क्लासमा टाउको दुखेर क्लासमा सुतिरहेको हुन्छ नि त। शिक्षक पनि मान्छे हो के? त्यो अवस्थामा उलाई एकछिन रेस्ट गर्यो भने तपाईहरु के गर्नुहुन्छ? ल हेर यस्ता सरकारी स्कुलका शिक्षक भनेर अनि के गर्नुहुन्छ? मिडियामा हाक्नुहुन्छ। तपाईहरु शिक्षकहरु होइन, तिनीहरु भन्नुस् जसले गर्यो। मैले गरेको छैन। एकछिन 20 गतेदेखि एकछिन न म्याम, चैत्र 20 गतेबाट सुरु भएको शिक्षकको आन्दोलनमा सुरुदेखि नै मैले फलोअप गरिरहेको छु। तपाईले हेर्नुस् शिक्षकहरुको प्रतिभालाई। एकछिन न, तपाई सुन्नु, तपाई मेरो कुरा सुन्नुहुन्छ सुन्नुहुन्न भन्नुस्? तपाईलाई कक्षामा के पढ्नु? तपाई मेरो कुरा सुन्नुहुन्छ कि सुन्नुहुन्न? 40 लाखले हेरिसके। अब फेरि आज त्यही क्वेशन किन? तपाई मलाई सुन्नुहुन्छ कि सुन्नुहुन्न? चैत्र 20 गतेदेखि एकछिन न, आन्सर भाइरल हुनलाई भनेको कुरा होइन है। फेरि म भाइरल हुम्ला भनेर भनेको होइन, यथार्थ हो। यो आन्दोलनको मैदानमा आन्दोलनसँग सम्बन्धित भएर तपाई त सरकारसँग नजिक हुनुहुन्छ, अझै भनिदिनुस् त बरु हाम्रा चाहिँ माग मुद्दाहरूको विषयमा सरकारले हामीसँग कस्तो खालको भूमिका खेलेको छ त्यो कुरा सूचित गरिदिनुस् न हामीलाई। बरु तपाईले कुन विषय अध्यापन गराउनुहुन्छ भनेर एउटा विषय 5 अक्षरको विषयको नाम तपाईलाई भन्न यति किन अप्ठ्यारो म्याम? तपाईलाई यति भन्नुस् न। क्वेशनसँग मलाई आपत्ति हो। कसरी आपत्ति? हरेक शिक्षकले जवाफ दिएको छ म्याम, हामीलाई दिएको छ, अरूले जवाफ दिएको छ हामीलाई। म त्यसको जवाफ दिन्न। यो त्यो ठाउँ होइन। तपाईलाई कुन विषय पढ्न मन लाग्छ भन्नुस् त? स्कुलमा आउनुस्, म त्यही पढाउँछु। तपाईलाई पढ्न मन छ भने स्कुल आउनुस्, मेरो स्कुल आउनुस्। म कास्कीको नवीन माध्यमिक विद्यालयमा पढाउँछु। तपाई त्यही आउनुस्। तपाईलाई जुन विषय पढ्न मन लाग्छ म त्यही पढाउँछु। ल आउनुस् त्यहाँ। सुन्नुस् न, मेरो प्रश्नको मैले तपाईलाई किन त्यो सोध्न खोजिरहेको भन्दाखेरि नेपालका सामुदायिक विद्यालयमा म्याक्सिमम विद्यार्थीहरू फेल हुने भनेको अंग्रेजी, गणित र विज्ञानमा हो। सुन्नुस् है, तपाईले पढाउने विषयसँग कहाँ सम्बन्ध छ भने तपाई गणित विषय अध्यापन गराउनुहुन्छ भने तपाईको विद्यालयमा तपाईले आफ्ना गणित विषय पढ्ने विद्यार्थीहरूलाई कतिलाई पास गराउनु भएको छ भन्ने प्रश्न म त्यहाँबाट सोध्थेँ नि त म्याम। तपाई जवाफै नदिएपछि कसरी? तपाईलाई त मैले भनिसके स्कुलको तपाईले भन्दा के बिग्रिन्छ? डाटा लिन आउनुस् के स्कुलमा? अहिले किन आउनु पर्यो? किन चाहदैन? हामी आन्दोलनको मैदानमा छौं।
हामी आन्दोलनलाई कसरी सफल बनाउने विद्यालय शिक्षा विधेयकका बारेमा सोध्नुस् के तपाईँ किन तपाईहरु आन्दोलनमा आउनु भएको छ त्यसो भए भन्नुस् त्यसो भए तपाईले यो भन्नुस् कि डाटा यहाँ माग्ने हैन डाटा माग्न स्कुलमा आउनुस् स्कुलमा आउनुस् के डाटा माग्न तपाईले के कुरा गर्नुभयो रे अन्तर्वार्ता लिँदाखेरि पनि हामीले दिएको टपिक बाहेक अरुमा प्रवेश नगर्नुस् भन्नुभयो यो कहीं पनि हुँदैन र दोस्रो कुरा सुन्नुस् दोस्रो कुरा एकछिन दोस्रो कुरा तपाई कसरी अनावश्यक हुन्छ तपाईले कुन विषय पढाउनुहुन्छ भनेर अनावश्यक कसरी हुन्छ म्याम कसरी हुन्छ कसरी होइन शिक्षक सेवाको एक्जाम दिन हामीले हामी आयोग पास गरेर त्यसो भए इन्टरभ्यु दिन पर्ने कारण के तपाईलाई मैले कुन विषय पढाउँछु भनेर इन्टरभ्यु दिनुपर्छ तपाई के लोकसेवा आयोगबाट आएको मान्छे हो शिक्षक सेवा आयोगबाट आएको मान्छे हो ओइ गात गफ नगर्नुस् तपाई शिक्षक छ 5 वर्ष पढाउनु पर्छ के विषय भन्ने गर्नुहुन्छ त अनि आन्दोलन के अरे अनि शिक्षक सेवा आयोगको कुरा गर्नुहुन्छ किन हुँदैन हामी आयोग पास गरेर आएको मान्छे हौं पत्रकारले सोध्न पाउँदैन भने तपाई कुन तपाईले पढाउनुहुन्छ तपाईले पत्रकारलाई अंकुश लगाउँदै हुनुहुन्छ के म्याम अंकुश तपाईले हामीलाई धज्जी उडाउन खोज्दै हुनुहुन्छ तर तपाईको आफ्नो पत्रकारिताको धज्जी उडेको तपाईलाई थाहै छैन उडेको छैन म्याम तपाईहरुलाई सुरुदेखि सपोर्ट गरिरहेको हामीले अनलाइन टिभी नेपाललाई एकचोटी गएर हेर्नुस् कसको बेइज्जत गरेको छ त्यो हेर्नुस् तपाईले अस्ति तपाईले एउटा म्यामलाई क्वेशन सोध्नुभयो कुन मिडिया म जान्दिन के हामी मिडियालाई एकै ठाउँमा एकछिन उहाँले के भन्नुभयो तपाईहरु कुन मिडिया भन्नुभयो तपाईले कुन मिडिया भनेर पत्ता लगाउनु पर्यो तपाईको दायित्व हो नि त त्यो त अनि तपाईले चाहिँ डाटा पत्ता लगाउन मेरो विद्यालय आऊ भन्ने अनि तपाईले कुन मिडिया भनेर नपत्ता लगाउने कान नखिच्ने मिडिया पनि छ नि यहाँ तपाईले त्यो पत्ता लगाउनु पर्यो नि त अनि अनलाइन टिभी नेपाल यसरी हेर्नुस् अनि थाहा पाउनुस् तपाईले त्यो क्वेशन नसोधेको भए मैले सबै मिडियालाई एकै ठाउँमा हालेर हेर्ने थिइन एकै ठाउँमा हाल्ने थिइन फेरि तपाईले पनि त्यही क्वेशन सोध्नु भयो क्या त्यसो भए यो भन्नुस् यो विषय छोड्दियो अहिले त्यसमै तपाईले यो भन्नुस् कि मलाई एकजना साथीले यो प्रश्न शिक्षकलाई सोध्दै भनिदिनु भएको छ के भन्नु भएको छ भने कक्षा 12 पछिको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी किन मलेसिया साउदी जाने अवस्था आएको छ किन यो देश छोड्नुपर्ने स्थिति आएको छ ब्याचलरको लेभलको पढाइ किन यो देशमा मैले गर्न पाइरहेको छैन भनेर तपाईहरुले सोधिदिनु भनेको छ ल किन यस्तो भइराछ त्यसैका लागि बल्ल तपाई सुन्नुस् तपाई बल्ल पोइन्टमा आउनुभयो तपाईले सोध्ने प्रश्न बल्ल यो म आउने नै थिए के म्याम तपाईले भनिराख्नु पर्दैन नि म्याम पत्रकारिता गरिराछ हामीले मलाई सुन्नुस् तपाईले मलाई क्वेशन सोध्नु भएको छ नि हो हैन किन यस्तो हुन्छ भने 28 सालको हाम्रो पञ्चायती शिक्षा ऐन त्यो व्यावहारिक छैन त्यो सैद्धान्तिक छ गरी खाने शिक्षा 28 सालको शिक्षा ऐनले हामीलाई दिएको छैन 12 पास गर्ने बेलामा उलाई एउटा जीवन उपयोगी र गरी खाने सिप दिने खालको शिक्षा हामीले दिन सक्थ्यौं भने उ बाहिरिन पर्थेन क्या बुझ्नुभयो नि तर हाम्रो त्यो 28 सालको ऐनले आज आएर 82 सालमा पनि हामी त्यसैले काम चलाउँदै छौं संविधान 72 सालमा संविधान बनिसक्दा 10 वर्ष हामीसँग चाहिँ ऐन बन्दैन यो ऐनमा हाम्रा युवाहरूलाई बिकाउने हैन क्या 28 सालको ऐनले युवा बिकाउ छ हामी युवालाई यही टिकाऊ भनेर नयाँ अग्रगामी ऐन माग्नका लागि आछौ के त्यो कुरा तपाईहरुले बुझ्दिनु पर्यो सामुदायिक विद्यालयको गरी खाने शिक्षा नहुँदा र त्यो गरी खाने शिक्षा फेरि स्वयं व्यक्तिले शिक्षकले मात्र दिने होइन नि त्यो त सरकारले व्यवस्थापन गर्दै आउनु पर्यो ऐन ल्याउनु पर्यो त्यही अनुसारको पाठ्यक्रम डेभलप गर्नु पर्यो त्यही अनुसारको विषयवस्तु हामीलाई दिन पर्यो अनि पो हामी त्यहाँ चाहिँ कक्षा कोठामा त्यो अनुसारको प्रेजेन्टेसन हामीले गर्न सक्छौं सरकारले बनाएका कानुन परिपालन गर्ने हामी छौं अनि शिक्षकलाई मात्रै तपाईहरुले दोषी दिनु यो हाम्रो ऐन व्यावहारिक छैन गरी खाने सिप दिने जीविकोपार्जन र जिउने कला सिकाउने खालको हाम्रो ऐन छैन त्यही ऐन यहाँ जारी गर्नका लागि हामी सडकमा 29औं दिनदेखिबाट लडिरहेछौं के त्यसो भए जिल्ला स्तरीय परीक्षामा कतिपय विद्यालयमा नील छ नील त्यो नील हुनमा त शिक्षक दोषी छैन तपाईले भन्नु पाउनुहुन्न फेरि त्यसो हो भने सुन्नुस् त्यसो हो भने शिक्षकको 8 कक्षाको रिजल्ट नील हुनु शिक्षकको मात्रै दोष देख्नुहुन्छ भने ग्यारेन्टीका साथ म दिन्छु पोखरा महानगरपालिका वडा नम्बर 4 नवीन माध्यमिक विद्यालयमा भएको नवीन स्कुलको मेन पावर बुढा नीलकण्ठमा ल्याउ 1 वर्षको लागि कोअर्डिनेसन गर्नुस् तपाई र बुढा नीलकण्ठको मेन पावर नवीन माध्यमिक विद्यालयमा लैजाउँ 1 वर्षका लागि र 1 वर्ष पछाडीको रिजल्ट हेरौं कहाँको कुन रिजल्ट आउँदो रहेछ अनि बल्ल शिक्षकको मूल्याङ्कन गर्नु होला रिजल्ट कमजोर हुनुमा शिक्षकको मात्रै छ म च्यालेन्ज दिन्छु
मिलाउनुहोस् यो भूमिका। हामी नवीन माध्यमिक विद्यालयमा पढ्ने शिक्षकको समूह बुढानीलकण्ठमा आएर पढाउन रेडी छौँ। यहाँको ग्रुपलाई शिक्षकको समूहलाई लगेर नवीन माध्यमिक विद्यालयमा पढाउने वातावरण मिलाउनुहोस् र रिजल्ट कम्पेयर गरौँ, कुन रिजल्ट कस्तो आउँदो रहेछ, अनि बल्ल हाम्रो क्षमतामाथि तपाईँहरूले क्वेसन उठाउन सक्नुहुन्छ। होइन भने शिक्षकलाई मात्रै धराशयी हुने तरिकाले राज्य संयन्त्र लाग्नु हुँदैन, बुझ्नुभयो? त्यसो भए तपाईँहरूलाई एउटा आरोप के छ भने, अनेकन आरोप मध्ये एउटा आरोप तपाईँलाई के छ भनेदेखि पार्टीका झोला बोकेर तपाईँ हिँड्नुहुन्छ लुखुर लुखुर भन्ने छ। तपाईँ पार्टीको झोला बोकेर आउनु भएको छैन? ल अब तपाईँलाई कस्तो लाग्छ? पार्टीका झोला बोक्थ्यौँ भने त आज हामी यसरी सडकमा 29औं दिनसम्म सडकमा रहनु पर्थेन होला। तर हामी त्यो हैन, सुन्नुहोस् है साथीहरू, तर हामी पार्टीको झोला बोक्न चाहँदैनौँ, हामी बोक्दैनौँ। तर राज्यले के गर्न चाहन्छ? हामीलाई सधैँ पार्टीको झोला बोकाउन चाहन्छ। त्यसैले हामीलाई स्थानीय तहमा लाँदैछ। किन? बुझ्नु भएको छ? स्थानीय तह त सानो, प्लिज स्थानीय तह सानो हुन्छ कि हामीलाई भोटिङ राइटबाट नै हटाउन पर्यो। हामी बौद्धिक वर्ग हौँ, भोटिङ राइट भइसकेपछि भोट हाल्नु पर्यो। त्यही भोट हालेको आधारमा स्थानीय तह सानो युनिट हो र मलाई भोट दियो कि दिएन भन्ने आधारमा शिक्षकमाथि पक्षपात गरिन्छ, पूर्वाग्रह राखिन्छ। त्यसैले हामी कुनै पनि राजनैतिक दलसँग टाढा हुनको लागि हामीलाई चाहिँ संविधानको अनुसूची 8 होइन 9 अनुसार लैदेऊ न त, साझा अधिकारमा लैदेऊ न भनेर हामीले सरकारलाई रिक्वेस्ट गरिरहेछौँ। साझा अधिकार तपाईँले बुझ्नुहुन्छ, संहिताको मर्म के हो? मलाई तपाईँले एकचोटि एन्सर भनिदिनुहोस् त। संहिताको घर घरमा सिंहदरबार भनिन्छ, शक्तिको बाँडफाँड हो। संहिताको अर्थ के छ? हाम्रो संघीय सरकारमा के छ? कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका छुट्टा छुट्टै चाहिँ निकाय छन् कि छैनन्? एउटाले गल्ती गर्दा अर्काले खबरदारी गर्छ कि गर्दैन? गर्छ नि। त्यसका लागि हामीले संघीयता भनेका हौँ। प्रदेशमा पनि त्यही छ। तर स्थानीय तहमा सबै अधिकार दिन। स्थानीय तहको कार्यपालिका प्रमुख को हुन्छ? व्यवस्थापिका प्रमुख को हुन्छ? न्यायपालिका प्रमुख को हुन्छ? एउटै व्यक्ति हुन्छ नि। अनि त्यस पछाडि त्यो निरङ्कुश बन्छ कि बन्दैन? संघीयताको धर्म त्यहाँ निभाइयो, संघीयता व्यावहारिक रूपमा लागू भयो। त्यसैले हामीले मान्दैनौँ भनेको होइन, स्थानीय तहलाई मान्दैनौँ भनेको छैनौँ। तर संघीयता आफैले बनाएको संविधान त सरकार लागू गरिदेऊ न। संघीयताको धर्म अनुसार शिक्षकलाई चाहिँ स्थानीय तहमा होइन माध्यमिक तहसम्मको कि चाहिँ लागू गर। 2075 सालमा जारी भएको आधारभूत तह अनिवार्य, माध्यमिक तह निशुल्क 2075 जारी भएको छ कि छैन? कानुन बनाउने लागू नगर्ने, आफैले संविधान बनाउँदा बनाएको नियम अहिले सरकारलाई फलामका चिउरा तातो दुध निल्नु नउकेल्नु भएको छ। बुझ्नुभयो नि? त्यति बेला 2072 सालको संविधान जारी हुँदै गर्दाखेरि चाहिँ तपाईँहरूको माध्यमिक तहको शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई सुम्पिँदै गर्दा तपाईँहरू चाहिँ कहाँ बस्नु भएको थियो म्याम? हामीले त्यही अनुसारको स्थानीय तहलाई पनि सुसूचित गर्लान्, त्यही अनुसारको योग्य बनाउलान् भन्ने कुरा गर्यो। त्यति बेला हाम्रा लिडरहरूको गल्ती भएकै हो त, हामी स्वीकार्छौँ। त्यति बेला हाम्रो ध्यान पुगेन। आरोप छ नि त्यति बेला शिक्षकहरू पनि विभिन्न मेरो पार्टी तेरो पार्टी भन्दै हिँडेर उनीहरूले पछि यो समस्या आइपर्ला भनेर नसोचेका हुन् भन्ने आरोप तपाईँहरू छ नि म्याम? अब अहिले हामीले फेरि अहिलेको यो आन्दोलनमा यो विषय छैन है। हामीले के भनिरहेछौँ भने अहिले ऐन जारी गर्ने विषयमा संविधानसँग गाँसिएका विषयहरूलाई हामीले अहिले छोएका छैनौँ। अहिले त हामी ऐनसँग मात्र सम्बन्धित छौँ। जुन संविधानसँग बाजिने कुराहरू छन् ती संविधान संशोधनै गर्ने पर्ने कुराहरू संविधान संशोधन गर्ने बेलामा हामीले हेरौँला। तर अहिले ऐन ल्याउनु पर्यो भनेर हामीले भनिरहेछौँ। त्यति बेला हामीले गल्ती गरेका हौँ, हाम्रो नेतृत्वबाट त्यो खबरदारी नपुगेको कुरा हामी स्वीकार्छौँ। यद्यपि सरकारले यसलाई चाहिँ सोच्नुपर्छ। गल्ती गरेका हौँ भन्दै गर्दाखेरि त्यति बेला पनि विभिन्न शिक्षकहरू पार्टीबाट बाँडिएका थिए। मताधिकार प्रयोग गर्ने सँगसँगै पार्टीको आस्था मात्रै होइन त्यो झन्डै बोकेर हिँडेका थिए। त्यसपछि तपाईँहरू आज पस्ताउनु परिरहेछ होइन? भनेपछि राजनीति गर्दै गर्दा शिक्षकहरूले यतिसम्म असर पर्दो रहेछ भन्ने तपाईँले त बुझ्नुभयो होला नि। यस्तो हो, हेर्नुहोस्, अझै पनि अहिले पनि यदि शिक्षकलाई अनुसूची 8 अनुसार निकालिएन भने शिक्षकले नचाहेर पनि राजनीतिक दलसँग आबद्धता गाँच्नुपर्छ। किन भन्नुहोस्? किनभने एउटा भोटिङकै आधारमा आफूभन्दा इतरकालाई सिद्ध्याउने खेल हुनसक्छ स्थानीय पालिकामा शिक्षकलाई। अब शिक्षक कसरी संरक्षित हुने त?
अनि एउटा न एउटा पार्टीसँग आबद्धता गाँच्नु परेन। त्यसैले सधैँ हाम्रो चाकडी गरून् शिक्षकहरूले भनेर यो हाम्रो देशका राजनैतिक दलहरूले शिक्षकलाई राजनीति गर्न बाध्य बनाएर स्थानीय तहमा लहर धकेलेका हुन् हामीलाई। बुझ्नुभयो? अझै पनि यिनले हामीलाई झोला बोकाउन चाहन्छन्। हामी त्यो झोला नबोक्नका लागि हामीलाई अनुसूची 9 अनुसार साझा अधिकारमा लिएर आऊ भनेर हामीले भनिरहेका छौँ। त्यसो तपाईँले के स्वार्थ देखियो भने नि तपाईँहरूलाई अझै पनि नजिकको आँखाले नदेखोस् भन्ने चाहनुहुन्छ कि तपाईँहरू? कारबाही त्यसै त गरिएको छैन, तपाईँहरूमा केही कमजोरी भएरै कारबाही गर्छ। त्यो नजिकको आँखा टाढाको आँखा होइन, तर पनि हाम्रा नेताजीहरूमा एउटा चाहिँ निष्पक्ष निर्णय गर्ने जुन खालको त्यो छैन क्या। तपाईँ रङका आधारमा निर्णय गरिन्छ, रङका आधारमा तेरो र मेरो छुट्याइन्छ, त्यो भइसकेपछि त्यहाँभन्दा अलिकति होइन। हामीले अरू अधिकार स्थानीय तहलाई देऊ। सङ्घीय आयोग अनुसार शिक्षक नियुक्ति हुन्छ, सङ्घीय व्यवस्था अनुसार शिक्षक सेवा आयोग लडेर शिक्षक नियुक्ति हुने, बर्खास्तको अधिकार स्थानीयलाई दिन मिल्छ। हामीले अरू ल्याउनुहोस्, अरू हामीलाई अनुगमन गर्नुहोस्, हेर्नुहोस्, आउनुहोस् भनेका छौँ, तर बर्खास्तको अधिकार स्थानीय तहलाई हुन दिनु हुँदैन। त्यति मात्रै हो क्या हाम्रो माग। हामीले संविधान मान्दैनौँ भनेका छैनौँ, हामीलाई संविधान विरोधी भन्न पाइँदैन, मात्रै त्यति हो। सङ्घीय व्यवस्था अनुसार नियुक्ति भएको शिक्षक त स्थानीय तहले बर्खास्त गर्न पाउने, यो कस्तो नियम हो, कस्तो कानुन हो? कानुन बनाउने व्यक्ति कस्ता हुन्? त्यति बेला तपाईँहरू त सुतेर बस्नु गल्ती भयो त। एउटा गल्ती गरिसकेपछि गल्तीमाथि गल्ती गर्दै जाने, त्यसलाई सुधार्ने हो नि त, सुधार्नुपर्छ भनेर आइरहेको छौँ क्या हामी। बुझ्नुभयो? तपाईँहरूले आज 29 दिनसम्म न त जित्नुभयो न बित्नुभयो, अब के भइरहेछ? त्यो जितिन्छ नि, किन जितिँदैन? आज यदि हामीलाई आज यो अवस्थासम्म नलडेको भए यिनले दिने रहेछन्। यति लड्दा त यति कुरा अब आज निर्णय हुँदैछ, त्यति कुरा लिन यति लड्न पर्दो रहेछ क्या हामीलाई, नत्र यिनले कहाँ दिन्थे? यिनीहरू किन दिँदैनन् भने, त्यो पनि म भन्छु, यिनीहरू किन दिन चाहँदैनन् भने सार्वजनिक शिक्षाको गुणस्तर है। तपाईँहरूको धेरै क्वेसनहरू आउँछन्, तपाईँको बच्चा कहाँ पढ्छ पनि भन्नुहुन्छ है, तपाईँको पनि सुन्नुहोस्, तपाईँको बच्चा कहाँ पढ्छन् भनेर तपाईँहरूले सोध्नुहुन्छ। अब यहाँ तपाईँका बच्चा कहाँ पढ्छन् भन्दा पनि हामी यो ऐन अग्रगामी शिक्षा ऐन ल्याऊ। त्यो ऐनमा एउटा बुँदा के राख भने सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिहरूका छोराछोरीहरू सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था होस् भनेर एउटा बुँदा हालिदिउँ न। त्यस पछाडि त सोध्नै परेन कसैलाई पनि गरेन, सबैले। अब त्यो हुन दिँदैनन्, किन भन्नु न, हुन दिँदैनन्। अब सबै निजीका सञ्चालक छन् त नीति बनाउने ठाउँमा, प्लिज नीति बनाउने ठाउँमा सबै निजीका सुन्नुहोस् है, निजी किन छैन? निजीकरण बन्द गरियोस् भनेको कुरा के हो? शिक्षामा निजीकरण बन्द गर, सार्वजनिक शिक्षाको गुणस्तर सुधार्नका लागि अगाडि बढ, सार्वजनिक शिक्षा सुधारका अभियान ल्याऊ भनेर हामीले भन्दै गर्दा अब के छन्? यिनीहरूका सबैका निजी विद्यालय छन्। अब सार्वजनिक पद धारण गरेका